दिनको निम्ति हामीले आज नेपालको 753वटै स्थानीय तहमा हामीले यो सभा गर्यौं या गरिरहेका छौं। हामीले नेपाली कम्युनिस्ट पार्टीले नेपाली जनतालाई के सन्देश दिनु पर्यो, विशेष गरेर के सन्देश दिनको निम्ति हामीले यो कार्यक्रमको आयोजना गरिरहेका छौं भने नेपाली कम्युनिस्टहरू धेरै टुटफुटमा गयो, धेरै विभाजनमा गयो। त्यसो भएको हुनाले नेपाली कम्युनिस्ट नेपाललाई एउटा सुमार्गमा नेपाललाई अगाडि बढाउने हो भने, नेपाललाई समाजवादी राज्य व्यवस्थातर्फ उन्मुख गराउने हो भने नेपालमा कम्युनिस्ट पार्टीहरू टुक्रा टुक्रा भएर बस्न हुँदैन। टुक्रा टुक्रा भएर बसेर नेपालमा नेपाली जनता या नेपाललाई सुमार्गतर्फ लैजान सकिँदैन, अर्थात् समाजवादी राज्य व्यवस्था स्थापनाको दिशातर्फ लैजान सकिँदैन। त्यसो भएको हुनाले नेपालमा जति पनि कम्युनिस्ट घटकहरू छन्, जति पनि कम्युनिस्ट समूहहरू छन्, तिनीहरू सबैलाई एकताबद्ध गराउनु पर्छ। त्यसो भएपछि मात्र हामीले नेपाललाई अग्रगमन लैजान सकिन्छ, समाजवादी राज्य व्यवस्था स्थापनाको दिशातर्फ अगाडि लैजान सकिन्छ भन्ने हिसाबले हामीले अहिले देशभरका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकताको बाटोमा, एकताको मालामा आबद्ध गर्न, एकताको मालामा लैजानको निम्ति नेपाली कम्युनिस्ट पार्टीले आह्वान गरिरहेको छ। हामीले नेपाली जनतालाई यो सन्देश दिनको निम्ति यो सन्देश सभाको आयोजना गरिरहेका छौँ। अहिलेसम्म नेपालमा 19वटा कम्युनिस्ट घटकहरू बीचमा पार्टी एकता भएको छ। त्यो 19वटा पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ। हामीले यति मात्रले पुग्दैन भनिरहेका छौँ। देशमा जति पनि कम्युनिस्ट पार्टीहरू छन्, अझ ती सबै कम्युनिस्ट पार्टीहरू अब एकताबद्ध हुन आवश्यक। इतिहासले त्यो कुराको आह्वान गरिसकेको छ, नेपाली जनताले त्यो कुराको आह्वान गरिरहेको छ। अझै पनि कतिपय कम्युनिस्ट पार्टीहरू एउटा सानो चौघेरामा बसेर रमाइरहेको पनि छ, एउटा सानो कुनामा बसेर रमाउन खोजिरहेका पनि छन्। तपाईले जुन चाहिँ कम्युनिस्ट पार्टी हो अहिले सल्लाहघारीको चौरमा बसिरहेका छन्, उनीहरूले अझै पनि कुनामा बसेर तुलना खाने कुरा गरिरहेका छन्। उनीहरूको अधिवेशनमा त्यो कुराको छलफल गरिरहेको छ। नेपालमा कम्युनिस्ट पार्टीहरू एकता हुनुपर्छ भन्ने होइन, नेपालमा कम्युनिस्ट पार्टीहरू टुटफुट हुनुपर्छ। अझै पनि ताप्तीमा भात खाएर ताप्तीमा भात पकाएर बस्नुपर्छ भन्ने मनस्थितिमा सल्लाहघारीमा यतिखेर छलफल चलिरहेको छ। त्यसैले म सम्पूर्ण नेपाली जनतालाई यहाँबाट के आह्वान गर्न चाहन्छु भने अब त्यस्ता मान्छेलाई अब हामीले धुत्कार्नुपर्छ, त्यस्ता मान्छेहरूलाई अब तिरस्कार गर्नुपर्छ, त्यस्ता मान्छेहरूलाई अब हामीले हाम्रो समाजबाट आउट गर्नुपर्छ। किन आउट गर्नुपर्छ, किन धुत्कार्नुपर्छ, या किन हामीबाट टाढा राख्नुपर्छ भने त्यस्ता मान्छेहरूको कारणले देश अगाडि बढिरहेको छैन। त्यस्ता मान्छेहरूको कारणले गर्दाखेरि देश पछाडि धकेलिरहेको छ। त्यसो भएको हुनाले अहिले हामीले हाम्रो देशमा निर्वाचनको पनि घोषणा भइरहेको छ। अब त्यस्ता मान्छेहरूलाई धुत्कार्ने या त्यस्ता मान्छेहरूलाई हाम्रो समाजबाट आउट गर्ने माध्यम भनेको ब्यालेटको माध्यम नै हो। त्यसो भएको हुनाले अहिले जो फागुनमा निर्वाचन हुने कुरा भइरहेको छ, त्यो फागुनको निर्वाचनबाट त्यस्ता मान्छेहरूलाई कुनामा बस्ने र दुनामा खाने, अझै पनि साना साना कम्युनिस्टका टुक्रे पसलहरू थाप्ने मान्छेहरूलाई अब हामीले हाम्रो समाजबाट आउट गर्नु जरुर छ। यो जरुर छ भन्ने कुरा मैले किन गरिरहेको छु भने हामीले अहिलेसम्म जो कम्युनिस्ट अनेकताको कारणले गर्दा देश अगाडि बढ्न सकिरहेको छैन। टुक्रा भएर कम्युनिस्टहरूलाई बिगार्ने काम पनि भइरहेको छ।
त्यसो भएको हुनाले यो सन्दर्भमा आजको आवश्यकता इतिहासले मागेको कुरा के हो भने अब नेपालमा जति कम्युनिस्ट घटकहरू छन् सबै एकता हुनुको विकल्प छैन। त्यसैले मैले भने फेरि पनि अहिले जो सल्लाघारीमा बस्ने मान्छेहरूलाई पनि सल्लाघारीको पटाङ्गिनीमा सल्लाघारीको चौरमा अझै पनि कुनामा बस्ने र दुनामा खाने भन्ने मान्छेहरूलाई पनि मेरो अनुरोध के छ भने अब कम्युनिस्टहरू एकता हुनु जरुर छ। अब यो तरिकाले देश बन्दैन। मलाई यो कुरा पनि याद छ, यो कुरा पनि थाहा छ कि त्यहाँ बस्ने मान्छेहरू पनि सबै पश्चगामी खालका सोच भएका मान्छेहरू छैनन्, त्यहाँ पनि अग्रगामी सोच भएका मान्छेहरू पनि छन्। तर उहाँहरूलाई भन्नु मैले यो यहाँबाट भन्न चाहन्छु कि अब पार्टी एकता गर्नुपर्छ। तपाईँहरूको महाधिवेशन सफल भइसकेपछि यदि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीहरूको बिचमा एकता गर्ने कार्यदिशा पारित गर्नुभयो भने ठिकै छ। यदि एकता गर्ने कार्यदिशा पारित गर्नु भएन भने तपाईहरूलाई या त्यो पार्टीलाई नेपाली जनताले इतिहासको कठघरामा उभ्याउनेछ र एउटा गलत पार्टी, गलत कम्युनिस्ट पार्टी भनेर साबित गर्ने दिन आउँदैछ। त्यसो भएको हुनाले त्यो दिन नआउँदै सचेत हुनको निम्ति पनि म अनुरोध गर्न चाहन्छु। अहिले हामीले फेरि अर्कोतर्फ यो सन्देश पनि दिन जरुर छ कि नेपालमा दुईटा राजनीतिक दृष्टिकोण, दुईटा राजनीतिक बाटो बोकेका मान्छेहरू पनि छन्, मात्रै छन्। तपाईहरुले सुन्दाखेरि धेरै कुरा सुन्नुभएको होला। नेपालमा थुप्रो 100 चान्चुन राजनैतिक पार्टीहरू दर्ता भएका छन्, थुप्रै राजनैतिक पार्टीहरू छन्। तर जतिवटा राजनैतिक पार्टी भए पनि दृष्टिकोणका हिसाबले, विश्व दृष्टिकोणको हिसाबले, कम्युनिस्ट पार्टीको दृष्टिकोणको हिसाबले नेपालमा दुईटा मात्र राजनैतिक पार्टीहरू छन्। त्यो पार्टी भनेको के हो भने एउटा अग्रगमन चाहने पार्टी, एउटा पश्चगमन चाहने पार्टी। अहिले तपाईले सुनेको मात्र होइन, तपाईले भोगिसक्नुभयो। जेएनजी आन्दोलनले केपी ओलीलाई कहाँ पठाइदियो तपाईले देखिराख्नु, प्रत्यक्ष रूपमा तपाईले देख्नु भएको छ। यो अवस्था किन आयो? यो अवस्था किन आयो भने नेकपा एमालेको गलत कार्यदिशाको कारणले। देशलाई राम्रो बनाउनु पर्छ, देशलाई प्रगति र उन्नतिको बाटोतर्फ अगाडि बढाउनु पर्छ भन्ने पार्टी एउटा छ भने अर्कोतर्फ देशलाई यथास्थितिमा राख्ने, देशलाई सधैँभरि शोषण र दमनको बीचमा राख्ने राजनैतिक दृष्टिकोण र विचार बोक्ने अर्कोतर्फ छ। त्यसैले हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी त्यस्तो पार्टी, राजनैतिक पार्टी हो जसले नेपाललाई अगाडि बढाउन चाहन्छ, देशलाई अग्रगमनतर्फ मात्र अगाडि बढाउन चाहन्छ, देशलाई विकास र उन्नतितर्फ मात्र अगाडि बढाउन चाहन्छ। त्यसो भएको हुनाले अहिले फेरि अर्को कुरा पनि यहाँ के चलिरहेको छ भने यहाँ रासपा पार्टी पनि आइरहेको छ तपाईहरुको बीचमा। यहाँ के रे घाम पार्टी के भन्छ, उज्यालो पार्टी पनि आइरहेको छ। तपाईहरुलाई त्यो विषयमा पनि दुविधा हुन सक्छ। त्यसो हुँदाखेरि आजको यो सन्देश सभाको एउटा पाटो यो पनि हो, तपाईहरु दुविधामा पर्न सक्छ। कुलमान आयो भनेर पनि तपाईहरुले भन्न सक्नुहुनेछ। या तपाईहरुको गाउँहरुतिर हल्ला खल्ला चलिरहेको छ, तपाईले भन्नुभयो या भन्नु भएन, तैपनि मैले यो कुरा बुझिरहेको छ कि तपाईहरुको गाउँमा, तपाईहरुको टोलमा, तपाईहरुको घर दैलोमा कुलमानको कुरा छलफलहरू पनि चलिरहेका छन्, रवि लामी छानेका छलफलहरू पनि चलिरहेका छन्। त्यसो हुँदाखेरि मैले भने अब को मान्छे सही र को मान्छे गलत तपाईहरुले छुट्याउनु आवश्यक छ। कुलमान ठिक कि बेठिक हो भन्ने कुरा पनि तपाईहरुले बुझ्न जरुर छ। तपाईलाई यो नराम्रो पनि लाग्न सक्छ कुलमान ठिक कि बेठिक। कुलमान जति समयसम्म ठिक थियो त्यतिखेरसम्म ठिक बन्ने हो। जति समयमा, जुन टाइममा, जुन पिरियडमा, जुन परिस्थितिमा उसले आफ्नो स्थिति थियो, आफ्नो पोजिसन थियो, त्यो पोजिसन क्रस गरेर अन्त गइसकेपछि हामीले ठिक भनिराख्न आवश्यक छैन, हामीले ठिक भनिराख्न आवश्यक छैन। कुलमानलाई कसले बनायो? कुलमानलाई तत्कालीन नेकपा माओवादी केन्द्रले बनाएको। उसलाई राधा ग्यावालीले एउटा कोठाभित्र पठाइदिएको मान्छे हो। एउटा कोठाभित्र पठाइदिएको मान्छेलाई ल्याएर टपक्क टिपेर ल्याएर एमडी बनाएको हो कि होइन? त्यो अहिलेको नेपाली कम्युनिस्ट पार्टीले
अर्थात् तत्कालीन अवस्थाको नेकपा माओवादी केन्द्रले बनाएको। तर ऊ अहिले के भन्दै हिँड्छ भने होइन मलाई त मेरो जनताले बनाएको। ऊ निर्वाचित भएर आएको थियो र जनताले बनाउन। त्यसैले म एउटा कुरा फेरि पनि के भन्न चाहन्छु भने कर्मचारी र जनप्रतिनिधि या राजनैतिक दल राजनैतिक नेता भनेको फरक कुरा हो। कर्मचारीको सेक्टरमा मात्रै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छ, आफ्नो क्षमता राख्न सक्छ। जनप्रतिनिधिले हरेक कुरामा अर्थात् राजनीतिक दलका नेताले हरेक क्षेत्रमा सर्वाङ्गीन क्षेत्रमा दक्षता राख्न सक्छ। त्यसैले त्यो कर्मचारी जनप्रतिनिधि हुँदाखेरि त्यो उसले आफ्नो कार्यकुशलता क्षमता प्रदर्शन गर्न सक्छ कि सक्दैन, ऊ त्यहाँ फिट हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा ऊ फिट हुन सक्दैन। कर्मचारी राजनीतिक नेता बन्न सक्दैन, कहिले पनि सक्दैन। त्यसैले यो भ्रममा पनि नपर्नु होला आदरणीय जनसमुदायहरू। हामी कहाँतिर पनि दोलम्बातिर सुनापतितिर पनि कुलमान भन्ने सुनेको छु। कुलमान ठिक हुन्जेल कुलमान भन्ने हो, ठिक हुन्जेल कुलमानको पछि लाग्ने हो। कुलमान गलत बाटोमा लागेपछि पनि फेरि कुलमान भन्यो भने फेरि पनि उही अँध्यारोतर्फ हामी जानेछौँ। त्यसैले म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, अँध्यारो बाटो हाम्रो बाटो होइन। हाम्रो बाटो अवरोहणको बाटो, हाम्रो बाटो विकासको बाटो, हाम्रो बाटो उन्नतिको बाटो। त्यसैले उन्नतिको बाटोमा हामी लाग्नुपर्छ। कुनै एउटा कर्मचारीको पछाडि लागेर देशले काहे पलट गर्दैन, देशमा प्रगति हुँदैन, देशमा उन्नति हुँदैन। त्यसैले यो कुरा पनि हामीले बुझ्न जरुरी छ। अर्को कुरा राष्ट्रपतिको कुरा त तपाईहरु आफै स्पष्ट भइसक्नु भएको छ के छ कसो भन्ने कुरामा। त्यसो हुँदाखेरि फेरि पनि म के भन्न चाहन्छु भने अब देश बनाउने, देशलाई अगाडि बढाउने पार्टी भनेको यही पार्टी हो, नेपाली कम्युनिस्ट पार्टी हो। तपाईले कतिपय भन्नुहुन्छ नयाँ र पुरानो कुरा पनि हाम्रो गाउँहरुमा छलफलमा आएको छ। अब नयाँ पार्टी नयाँ नेता भन्ने हुइम पनि आएको छ। त्यस्तो राजनीतिमा नयाँ भन्ने कुरा हुँदैन। राजनीतिमा नयाँ र पुरानो कुरा हुँदैन। आदरणीय जनसमुदायहरू, राजनीतिमा सही कार्यदिशा र गलत कार्यदिशाको कुरा हुन्छ, सही विचार र गलत विचारको कुरा हुन्छ। कसरी हुन्छ भने राप्रपाको मान्छे युवा छ तर नीति राप्रपाको लिइरहेको छ भने त्यो कहिले अगाडि बढ्न सक्छ? मान्छे 16 वर्ष युवा छ तर ज्ञानेन्द्रलाई स्थापना गर्नुपर्छ भन्ने कुरा गर्यो भने त्यो राम्रो हुन्छ? त्यो राम्रो हुँदैन। त्यसैले कुरा नयाँ र 16 वर्ष कि 80 वर्ष भन्ने कुरा होइन, कुरा विचारको कुरा हो, कुरा सिद्धान्तको हो, कुरा कार्यदिशाको हो, कुरा अर्गनमा जाने कि पश्चिमतिर जाने कुरा हो। त्यसैले यो कुरालाई हामीले ध्यान दिन जरुरी छ। तपाईले सुन्नुभयो जेनजी आन्दोलनले युवाहरूको या 13 वर्षदेखि 28 वर्षको कुरा गर्यो। प्रधानमन्त्री तपाईले देख्नु भएको छ, कति वर्षको हो प्रधानमन्त्री? 16 वर्षको हो प्रधानमन्त्री। प्रधानमन्त्रीको स्थिति हेर्नु भएन? जेनजी आन्दोलन युवा चाहियो भन्यो अनि प्रधानमन्त्री को भयो? अहिले मन्त्रीहरू कस्तो खालको मान्छेहरू भए तपाईले देख्नु भएको छ नि। केही पनि गर्न नसक्ने मान्छेहरू मन्त्री बनेका छन्। राजनीतिक ज्ञान एक पोइन्ट पनि एउटा पोइन्ट पनि राजनीतिक ज्ञान नभएका मान्छेहरू मन्त्रीमण्डलमा छन्। अनि देश कसरी अगाडि बढ्छ? अनि फेरि हामीलाई जनतालाई के लाग्छ भने हो न हो यही हो जेनजी हो भन्ने लागिरहेको छ। जेनजी होइन, पुरा विचारको हो, पुरा सिद्धान्तको हो। देशलाई अगाडि बढाउनको निम्ति राम्रो सिद्धान्त चाहिन्छ, राम्रो विचार चाहिन्छ। त्यसैले तपाईहरुलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, त्यो राम्रो सिद्धान्त राम्रो विचार बोक्ने पार्टी भनेको नेपाली कम्युनिस्ट पार्टी मात्रै हो यो देशमा। त्यसैले यो पार्टीमा लामबद्ध भएर लाग्नको निम्ति अनुरोध गर्न चाहन्छु। यो फागुनमा निर्वाचन पनि हुँदैछ। त्यसो हुँदाखेरि हामी देशलाई अग्रगमनमा लैजानु पर्छ। त्यो अग्रगमनमा लैजाने नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले मात्रै गर्छ। त्यसो भएको हुनाले नेपाली कम्युनिस्ट पार्टीले अबको निर्वाचनमा 2/3 बहुमत ल्याउँछ नेपालमा। तपाईहरुले यो पनि म भन्न चाहन्छु, हामी
बहुमत नेपालमा ल्याउन चाहन्छौँ, देशलाई अगाडि बढाउन चाहन्छौँ। त्यसको निम्ति यहाँहरू सबै लाइनको निम्ति म अपिल गर्दै मेरो भनाइलाई अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त, अभिवादन, लाल सलाम।